नमस्ते गाइज। म चाहिँ हिजो काकडभिट्टा गएको थिएँ, बेलुका पुगेको थिएँ म र आज चाहिँ दमकसम्मको यात्रा। बाटो एकदम बनिरहेको अवस्था, स्वास्थ्यलाई एकदम गाह्रो गाडीको यात्रामा। अहिले चाहिँ हालको अवस्था यस्तै छ गाइज। अब यो बाटो बनिसके पछाडि त अति राम्रो हुनेछ, सबैलाई चाहिँ स्वास्थ्यलाई पनि सुधार हुनेछ। अहिले चाहिँ धेरै गाह्रो छ गाइज, धेरै गाह्रो छ। हेर्नुहोस् है गाइज, बाटोको अवस्था यस्तो छ झापाको। धन्यवाद।